के गर्न लाग्नु भएको यो संसारबाट बिदा लिँदैछु बहिनी म। आखिर किन दिदी यो संसारबाट बिदा लिँदै हुनुहुन्छ? के पर्यो हजुरलाई त्यस्तो? किन भन्नु त बहिनी, आफूलाई भन्दा धेरै माया गरेको मान्छेले आज मलाई मर्न चाह्यो भनौँ, त्यसैले म मर्न आँके। दिदी कसैले मर्न चाह भन्दैमा तपाईँ यसरी मर्न आउने हो? के गरौँ त बहिनी, म के गरौँ? दिदी यो कुरा उतै गरौँला, अहिले हिँड्नुहोस्, म हजुरको घरमा पुऱ्याइदिन्छु दिदी। राम्रोसँग आउनु दिदी। चलाइरहनु, चलाउँदा ह्याङ हुन्छ त। गतिलो मोबाइल किन्न सकेन, अब उहीसँग बिहा गर्छु, त्यसपछि किन्न पठाउँछु। जे भन्दा नाइ भन्दैन। यस्तो सोझो मान्छेसँग बिहा गरेर मैले कसरी जिन्दगी कटाउने होला? छोरो मान्छे भएपछि अलि टाठो बाठो हुनुपर्छ भन्छन्। हे जेसुकै होस्, आफूलाई सम्पत्ति हात पार्नु छ, सम्पत्ति हात परेपछि के गर्नुपर्छ भने त मलाई राम्रोसँग थाहा छ। कुरा गरे कुरैको दुःख भने जस्तै हो। छोरा पाएपछि सुख पाएछ भन्थे मान्छेले, मैले चाहिँ झन् दुःख पाएँ। गाई नभएकी रकुण्ड लखर मौरी परी बुहारी दुःख पाउनु पाइयो बुढेसकालमा। के हार्नु, घरमा बस्न पनि सकिएन। अब जसरी भए पनि आफैले गर्नु पर्यो। यो बुढो पनि घरै एकछिन बस्दैनन्। के हार्नु, मै बुढीलाई दुःख। अस्ति एकछिन पराल बोक्नलाई सघाएको थिएँ, अहिले कहाँ पुग्यो लखर हिँड्ने कुकुर ढुले जस्तो ढुल्ने। के हार्नु, यो छोरो पनि कताको अहिलेसम्म आउँदैन, त्यसै ढङ तारिएर हिँडिरहेछ। यसलाई त विदेश पठाउँ कि क्या, यदि पैसा कमाउँछ कि बरु आफूले यसो सुख पाइन्छ कि। बिचरा त्यही पनि ढङ तारिएर हिँडेको होला, अर्को बिहे गरिदिउँ कि तिहार। कतिसम्म दुःख लेखेको त भगवान् मलाई देऊ, अब दिनुसम्म देऊ। क्या आफ्नो भाग्य यस्तो छ। अब कसैलाई भनेर पनि भएन, कसैको टाउकोमा हानेर पनि भएन। बहिनी मेरो घर यही हो, बस न। अनि दिदी अहिलेको कुरा के हो खासमा भन्नुहोस् न। के भन्नु र बहिनी, कसरी भन्नु, म भन्नै सक्दिनँ। आफ्नो घरको कुरा, सासु र श्रीमानको कुरा कुन नारीले खुलेर गर्न सक्छन् र बहिनी? खुलेर भन्नुहोस् न दिदी। हामी नारीहरू मनका कुरा भन्न नसकेर त्यही भएर हामी पछि परेका हौँ दिदी। हुन त हो नि बहिनी, एकदम ठिक कुरा गरेको। तर के भन्नु, घरको कुरा गाउँमा भन्दै हिँडौँ भने फल्ने यस्ती भन्छन्, आफैले अखानो देखाउँछन्। छोरी मान्छे धरती भएर सहनु पर्ने रहेछ बहिनी। भने जस्तो सजिलो कहाँ सबै कुरा हुन्छ र? मलाई पनि घर बिगार्ने रहर त होइन नि। आफ्ना बुढाबुढीसँगै हिँड्ने, सासूसँगै बस्ने, खाने, रमाउने मलाई त रहर छ होला नि। नभएदेखि म किन त्यहाँ मर्न जान्थे? मेरो नि त जिन्दगी छ नि बहिनी। मरेर समस्या समाधान हुँदैन नि दिदी। हामी नारीले यो समाजमा केही गरेर देखाउनु पर्छ दिदी। हुन त हो नि बहिनी, तर केही काम गर्न जाँदा पनि पढाइ खोज्छन्। आफूसँग पढाइ छैन। अब माइतमा पनि दिदी भाइ थुप्रो जना छौँ हामीहरू।